रविजीलाई किन पक्राउ गर्नुभयो? रविजीलाई पक्राउ म यो सबैको जानकारीमै छ। रविजीलाई पक्राउ नेपाली कांग्रेसले गरेको होइन, सरकारको एउटा निकाय नेपाल त्यही भएर त भन्दैछु, नेपाली कांग्रेस समेत संलग्न भएको सरकारको गृह मन्त्रालय अन्तर्गतको प्रहरीको एउटा युनिटले समातेको छ। किन समात्यो भन्ने कुरा तपाईहरुलाई जाहेर नै छ, तर पनि म अलिकति बताउन चाहन्छु। रवि लामिछानेजी हिजोको दिनमा मिडिया चलाएर बसिरहनु भएको थियो। त्यही बीचमा उहाँले अर्को एउटा मिडिया संस्था आफैको नेतृत्वमा चलाउन खोज्नु भयो। त्यो मिडिया संस्थामा उहाँले विभिन्न स्रोतहरुबाट पैसा ल्याउनु भयो। उहाँले आफूले खल्तीबाट आफ्नो गोजीबाट त्यसमा लगानी गर्नुभएको थिएन। त्यो लगानीको मूल स्रोत नै सहकारीबाट ल्याइएको पैसा थियो। त्यो सहकारीबाट सहकारी ऐन अनुसार कुनै कम्पनीलाई त्यो पैसा सापटी दिन पाइँदैन थियो। त्यसैगरी सदस्य नभएको व्यक्तिले त्यो पैसा लिन पाइँदैन थियो। तर सहकारीको पैसा, विभिन्न सहकारीबाट त्यो पैसा गोर्खा मिडियामा लगिएको थियो। त्यसैले त्यो गोर्खा मिडियामा लिएर जाने त्यो प्रक्रिया नै अवैध छ र गोर्खा मिडियामा लिएर गएको पैसा त्यो डटी पैसा हो। कानुन त लान नमिल्ने पैसा डटी पैसा हो। र यो डटी पैसा मतलब फोहोर भएको पैसालाई धुने काम, त्यो लन्ड्रिङ, मनी लन्ड्रिङ भन्छ नि, त्यो धुने काम फेरि उहाँले गोर्खा मिडिया बनेपछि त्यसका जति पनि सेटेलाइट कम्पनीहरू उहाँहरूले बनाउनु भयो, आफ्ना ससुरालीका नामका, आफ्ना कार्यकर्ताका नामका जति पनि कम्पनीहरू बनाउनु भयो, ती कम्पनीहरूमा ती पैसा डाइभर्ट गर्नुभयो। यसको मतलब त्यो पैसा धुने काममा उहाँ लाग्नुभयो। त्यसैले यो मनी लन्ड्रिङको केस यसमा आकर्षित भएको छ। तेस्रो कुरा, मनी लन्ड्रिङ सँगसँगै उहाँले आफैले पनि पटक पटक भनेको यो लाने क्रममा जालसाजी र कृत्यका कतिपय प्रसङ्गहरू पनि छन्। त्यसैले यो कृत्यको प्रसङ्ग पनि यहाँ तानिन्छ। यो लाने क्रममा चौथो कुरा भनेको यसमा जोडिएका अनेक व्यक्तिहरू छन्, एकजना मात्रै व्यक्ति छैन। रवि लामिछानेजी मात्र यसमा हुनुहुन्न। रवि लामिछानेजी सँगसँगै उहाँका अध्यक्ष जीवी राई सहितका जति पनि व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू समेतको सङ्गठित प्रयासमा यो रकम अपचलन हिनामिना गरिएको छ। आम नागरिकको पैसा हजारौं, सुन्नु हजारौं लाखौं सहकारी पीडितहरूको त्यो पैसा त्यसरी लगेर उहाँहरूलाई डुबाइएको छ। चौथो कुरा। पाँचौं कुरा, त्यो पैसा सहकारीको पैसा देशभित्र मात्र होइन, दुबई, मलेसिया लगायतका ठाउँहरूमा एक्स्ट्रा टेरिटोरियल फाइनेन्सियल क्राइम अन्तर्गत उहाँले त्यो पैसा लिएर जानुभएको छ। उहाँको अध्यक्ष र उहाँहरू समेतको संलग्नतामा जीवी राईले मलेसियामा लिएर गएको छ। त्यो उहाँ गृहमन्त्री भएकै बेलामा पनि त्यो स्वीकार गर्नुभएको छ। भनेको यो पाँचवटा घटनाक्रमले, यो पाँचवटा परिवेशले उहाँ अहिले पक्राउ पर्नु भएको छ। यो पक्राउको सन्दर्भमा मैले कुरा गरेँ। त्यसैले यो अब सुन्नुहोस्, त्यसैले यो पक्राउ प्रतिशोध हो कि पूर्वाग्रह हो अथवा यो कर्मको फल हो भनेर हेर्ने हो भने यो पक्राउ कुनै प्रतिशोध हो न कुनै पूर्वाग्रह हो, यो उहाँको कर्मको फल हो। यो कर्मको फल अनुसार उहाँले भोगिरहनु भएको छ। यद्यपि यो अहिले जुन प्रक्रिया अन्तर्गत यसका अर्का अभियुक्त बनाएर अहिले जुन राखिरहनु भएको छ जोशीजी सँगसँगै पक्राउ पर्ने कुरा थियो, पक्राउ पर्नु पर्थ्यो। यद्यपि यो ढिला भयो भन्ने कुरा म नेपाली कांग्रेसको केन्द्रीय सदस्यको हैसियतले यहाँ भन्न चाहन्छु। एउटा कुरा, अनि अहिले एउटा भाष्य स्थापित गर्ने जबरजस्त प्रयास भइरहेको छ। त्यो सहकारी ठगीमा पक्राउ परेका रवि एक्ला व्यक्ति हुन्। तपाईहरुको जानकारीका लागि रवि एक्ला व्यक्ति होइन। 87 अर्ब ठगी प्रकरणमा अनेकौं व्यक्तिहरू छन्। सरकारले एक्लो रविलाई मात्र देखेको छ भन्ने खालको कुरा पनि केही कोणहरूबाट आइरहेको छ। तपाईहरुको जानकारीका लागि आजैको दिनसम्म मैले गृह मन्त्रालय अन्तर्गतको प्राप्त सूचना जो मैले लिएको छु, त्यो सूचनालाई आधार मान्ने हो भने 1600 व्यक्तिहरू विभिन्न सहकारी ठगी प्रकरणमा मुसिएका आरोपित व्यक्तिहरू अहिले सरकारको कस्टडीमा छन्। अहिले पनि 600 हाराहारी व्यक्तिहरू जीवी राई जस्तै, जसलाई रवि लामिछानेजी आफैले भगाउनु भएको थियो, जीवी राई जस्तै 600 व्यक्तिहरू अहिले पनि फरार छन्।
600 व्यक्तिहरू सरकारको निगरानीमा छन्, उनीहरूलाई खोज्ने काम सरकारले गरिरहेको छ। तर 1600 व्यक्तिहरू अहिले प्रहरीको हिरासतमा छन्। यसको मतलब के 1579 व्यक्तिहरू, रवि लामिछाने बाहेकका 1579 व्यक्तिहरू के नेपाली नागरिक होइनन्? के तिनलाई नेपाली नागरिक हामीले होइन भन्न सक्छौँ? हो भने अर्को एउटा नेपाली नागरिकको जति अधिकार छ रवि लामिछानेको अधिकार त्यति हो। अर्को भित्र कस्टडीमा बस्दै गर्दा अथवा भन्नुहोस् न यही क्रममा पनि एकजना जोशी भित्र बस्दै गर्दा उहाँ चाहिँ बाहिर साइरन बजार हिँडिरहन उन्मुक्ति पाउन सकिन्छ? के कानुनले सबैलाई बराबर हेर्नु पर्दैन? कानुनले सबैलाई बराबर हेर्नुपर्छ। त्यो सन्दर्भबाट हेर्दै गर्दा यो प्रकरणमा रवि लामिछानेजी एक्ला व्यक्ति होइनन् भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ। यही बीचमा रासोपाका केही साथीहरूले रासोपाका तर्फबाट खास गरी सडकमा अहिले उहाँहरू हुनुहुन्छ, अनेक कार्यक्रमहरू गरिरहनु भएको छ। अहिले कानुनी प्रक्रिया एक ठाउँमा अगाडि बढिरहँदा त्यो कानुनी प्रक्रियालाई पनि अवरुद्ध गर्ने, कानुनी प्रक्रियालाई प्रभावित पार्ने गरी जसरी उहाँहरूले अहिले सङ्गठित प्रयासहरू गरिरहनु भएको छ, यस क्रममै प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका केही नेताहरूलाई उहाँहरूले जोडिरहनु भएको छ। म सोध्न चाहन्छु, केही प्रसङ्गहरू यस अघि नै सार्वजनिक जीवनमा र सार्वजनिक माध्यममा आइसकेका छन्, तर पनि म फेरि दोहोऱ्याएर सोध्न चाहन्छु। नेपाल आउनु अघि अमेरिकामा उहाँको 9वटा अहिले पनि ठगी मुद्दाहरू जुन छ भनिएको छ, त्यो ठगी मुद्दा नेपाली काङ्ग्रेसले अथवा नेपाली काङ्ग्रेसको महामन्त्रीले उनलाई गर्न लगाएका हुन्। म फेरि पनि सोध्न चाहन्छु, उहाँको निजी र वैयक्तिक जीवनबारे जान्न चाहनु छैन, त्यसमा प्रवेश गर्नु पनि छैन, तर के उहाँको 4वटा श्रीमती ल्याउने कुरा के नेपाली काङ्ग्रेसले अथवा नेपाली काङ्ग्रेसको महामन्त्रीले तिमीलाई यति श्रीमती ल्याऊ यति श्रीमती छोड भन्न नेपाली काङ्ग्रेसले लगाएको हो? शालिग्राम पुडासैनी जो उनीको हिजै सहकर्मी थिए, शालिग्राम पुडासैनीलाई आत्महत्याको दुरुत्साहन गर्ने त्यो भिडियो रुँदै गरेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा यत्र तत्र सर्वत्र छ। के त्यो दुरुत्साहन गर्ने र आत्महत्या गर्ने अवस्थामा पुर्याउने कुरा के नेपाली काङ्ग्रेसले भनेर आत्महत्या गरेको हो? उनले त्यो आत्महत्या गर्ने अवस्थासम्म कसरी पुर्याए? त्यो हिजो यसै गरी भिड जम्मा गरेर न्यायालयलाई प्रभावित पारेर जसरी काम भइरहेको छ, अहिले पनि त्यही प्रयास भिड जम्मा गरेर न्यायालयलाई प्रभावित पार्ने काम रवि लामिछाने र उनका समर्थकहरूले गरिरहेका छन्। चौथो कुरा, अस्ति भर्खरकै कुरा, चितवनमा अरूको भएको भए के हुन्थ्यो? तपाईँ हामीले पनि सबै जग जाहेरै छ। तर रवि लामिछानेको ड्राइभर शङ्कास्पद रूपमा मारिन्छ, तर त्यो कार्पेट मुनि छोपेर राखिएको छ। यो के नेपाली काङ्ग्रेसले गर्न लागेको हो? अहिलेको सरकारले गर्न लागेको हो? दुईवटा नागरिकता र राहदानीको केस त अहिले पनि सर्वोच्च अदालतमा त्यो विषय विचाराधीन छ। के यो दुईटा नागरिकता लिन नेपाली काङ्ग्रेसले लगाएको हो? नागरिकता त्याग गरेर फेरि फर्किँदै गर्दा त्यो सरकारलाई, यहाँको प्रशासनलाई, यहाँको संयन्त्रलाई त्यो जानकारी नदिएर गुमराहमा पारेर अलग अलग पासपोर्ट प्रयोग गर्ने कुरा के नेपाली काङ्ग्रेसले भन्न लगाएर गरेको हो? त्यसैले अहिले पछिल्लो कुरा सहकारी ठगीको कुरा छ। के सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई सहकारीमा ठग्नु, जनताको दुःख जिलो गरेर उठाएको पैसा लगेर कुम्ल्याउनु, खानु, अनि मैले सहकारी ठगेको छैन भनेर श्रीमतीको मुखतिर हेरेर श्रीमतीलाई फकाउँदै गर्दा त्यो जनताको आँसु चाहिँ पुस्नुपर्छ कि पर्दैन? रवि लामिछानेलाई आफ्नो श्रीमतीको आँसु त्यति पोल्दो रहेछ, त्यति त्यसले दुखाउँदो रहेछ। जनताको मान्छे मरेका छन्, आत्महत्या गरेका छन्, तिनका छोराछोरी स्कुल पढ्न पाएका छन्, बाआमा बिरामी बाआमा उपचार गर्न पाएका छन्, तिनको आँसु रवि लामिछानेले देख्नुपर्छ कि पर्दैन? त्यसैले यो रवि लामिछानेको यो पक्राउका यो सन्दर्भमा रवि लामिछाने जे जसरी परे यो उनको कर्मको फल हो। यसमा उनले कसैलाई आरोपित गर्छन् भने अथवा उनको संयन्त्रले, उनको निकटहरूले, उनका फलोअरहरूले, प्रशंसकहरूले, जजसले पनि यो कुरा गर्छन् भने पनि यो सोरै आना गलत छ। यो कसैले खास गरी अहिले यो गर्ने कुरामा पनि रासोपाका अङ्गीकृत सदस्यहरूले, रासोपाको स्थापना कालदेखिका होइनन्, रासोपाका अङ्गीकृत सदस्यहरूले रासोपाको नेतृत्वसँग नजिक हुने नाममा यो प्रोपगन्डा चलाउने काम गरिरहेका छन्। त्यसैले म ती साथीहरूलाई यहीँबाट खबरदारी गर्न चाहन्छु, चेतावनी पनि दिन चाहन्छु, यस्ता वाहियात कुरा बाहिर नगर्नुहोस्। तपाईहरूले
अहिलेको विधिको शासन यो प्रक्रियालाई मान्ने कुराहरू तपाईको हित छ, तर विधिको शासनको बर्खिलाफ गरेर जानुभयो भने यसले स्थापित गर्ने यो उदाहरणहरू असल हुन सक्दैन। हामीले असल यी अभ्यासहरूलाई स्थापित गर्नुपर्ने छ। जुन नयाँ राजनीतिक दल असल अभ्यास स्थापित गरेर आउँछु भन्ने राजनीतिक दल जसले अहिले यो खालको अभ्यास गरिरहेको छ, यसले बिल्कुल गलत गरिरहेको छ। र अर्को, म फाइनल्ली तपाईहरुको बीचमा जाँदै गर्दा हिजोको दिनमा कैलाश सिरोयालाई पक्राउ गर्दै गर्दा रासोपाले एउटा वक्तव्य निकालेको थियो। त्यो वक्तव्य तपाईले कतिको याद गर्नुभएको छ? त्यो वक्तव्यमा एउटा कुरा म उल्लेख गर्न चाहन्छु। खास गरी रासोपाले सामन्ती कायरता भन्ने शब्द प्रयोग गरेको छ। अहिले रासोपाले जे सडकमा एउटा नौटङ्गी चलाइरहेको छ, खास गरी यहाँ म त्यतिखेरको 2081 साल जेठ 9 गते जारी गरेको वक्तव्यको एउटा सेन्टेन्स तपाईहरुलाई पढेर सुनाउन चाहन्छु। विधिको शासनको अर्को सौन्दर्य कानुन भन्दा माथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो। कोही कसैलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीति प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ। यति स्पष्ट भएको पार्टीले आफ्नो सभापतिलाई संगीन आरोप लागेको छ, त्यो संगीन आरोपको पूर्वपक्ष गर्ने, त्यसको अनुसन्धान गर्ने, त्यसको प्रक्रियाबाट भोलि छुटेर आउनु पनि सक्नुहुन्छ। त्यतिखेर हामी स्वागत पनि गरौँला। तर एउटा प्रक्रियामा जाँदै गर्दा त्यो प्रक्रियालाई डिरेल गर्ने, त्यसलाई अवरुद्ध गर्ने जुन काममा अहिले रासोपा नरनदेखिको बल लगाएर जसरी लागिरहेको छ, यो बिल्कुल यो लोकतान्त्रिक विधि प्रक्रिया यसको विरुद्धमा छ। यो पनि तपाईहरुलाई राख्न चाहन्छु। अन्तिममा मेरो एकजना साथी जसले विनोद धौलागिरी भन्ने साथीले लेखेको एउटा कविताबाट म अन्त्य गर्न चाहन्छु। टेलिभिजन र राजनीतिमा फरक छ मान्यज्यू। टेलिभिजनमा चर्का कुरा गरे पुग्थ्यो, राजनीतिमा विचार चाहिन्छ। टेलिभिजनको प्रतिक्रिया कमेन्टमा आउँछ, राजनीतिको प्रतिक्रिया दाउपेचमा आउँछ। टेलिभिजनमा गल्ती गरे गाली खाइन्छ, राजनीतिमा जेल खाइन्छ। श्रीमतीका आँसु पुस्दै मैले गल्ती गरेको छैन प्यारी, तिमीलाई धेरै दुःख भयो भनेर पुग्दैन। श्रीमतीका आँसु पुस्दै मैले गल्ती गरेको छैन प्यारी, तिमीलाई धेरै दुःख भयो भनेर पुग्दैन। सहकारी पीडितका आँसु हाताहाती पुस्न सक्नुपर्छ। होइन भने आज सरकारले पक्रियो, भोलि नागरिकले पक्रेर टुडीखेलमा राखेर घुमेर के कान्ने छन् नाकको डाँडी भाँच्ने गरी। धन्यवाद। जय नेपाल।